दराज अनलाइन लुटेरा स्टोर तिमीहरूको बुद्धि र दिमाग चाहिँ कहिले आउँछ क्या, कहिलेसम्म तिमीहरूको लुटतन्त्र चाहिँ तरिरहन्छ क्या। हामी जस्तो सेलरहरू कहिलेसम्म पीडित भइरहने हो। तिमीहरू हरेक महिना नयाँ नयाँ टपिकमा कमिसन तान्ने चुस्ने र कमिसनको रेट बढाउन चाहिँ एकदम एक्टिभेट। विगत 3 वर्षदेखि मैले उठाइरहेको सेलरको प्रब्लम एड्रेस चाहिँ आजसम्म भएको छैन है। स्पेसल्ली मैले आज प्रब्लम उठाइरहेको छु 99% सेलरहरूले चाहिँ भोगिरहेको हुनुपर्छ क्या। यिनीहरूले प्राय म्याक्सिमम सिओडी अर्डरहरूमा चाहिँ फेक अर्डर हुन्छ क्या। त्यो फेक अर्डरहरू सामान 3 दिनमा पुर्याइएन भनेदेखि त्यो सामानको फाइन लाग्छ हामीलाई है। अब सामान पुर्याउँ भने त्यो सामान फिर्ता आउनेवाला छ। फिर्ता आउने सामान किन पुर्याउने भन्दाखेरि समस्या के छ ल सुन्नुहोस् है त। कस्टमरलाई मेसेज गरेर यो अर्डर तपाईँको रियल हो आदि इत्यादि हो भन्दा कतिले मेसेज हेरेर रेस्पोन्स दिनुहुन्न, कति अनलाइनमै आउनुहुन्न, मेसेजको रेस्पोन्सै दिनुहुन्न है। त्यो स्क्रिनसट कस्टमरले क्यान्सलेसन गर्छु चाहिँदैन भनेको स्क्रिनसट नपठाएसम्म त्यो अर्डर चाहिँ हामीले जसरी पनि पठाउनु पर्ने हुन्छ। अर्को कुरा कस्टमरलाई फोन गर्न पाइँदैन अरे, हामीले फोन गरेर सोध्न पाइँदैन अरे है। अर्को दराजकै कस्टमर केयरमा चाहिँ स्क्रिनसट पठाएर च्याट गर्यो भने दराजको स्टाफहरूले के भन्नुहुन्छ भने कस्टमर हेभ द गुड बायर हिस्ट्री पठाइदिँदा हुन्छ भन्नुहुन्छ है। त्यो सामान स्योर रिटर्न भएर फेल डेलिभरी भएर आउनेवाला छ के। यस्तो अवस्थामा हैन यो सामान प्याकेजिङ गर्दा लागेको कस्ट, प्याकेजिङ मेटेरियल, प्याकेजिङ गर्दा लागेको म्यान पावरको मेहनत र त्यसको ह्यान्डलिङ फीको चार्ज तिमीहरू त लिन्छौ नि ह्यान्डलिङ फी हैन। त्यो हाम्रो चाहिँ ह्यान्डलिङ फी दिनु पर्दैन? हाम्रो चाहिँ त्यो प्याकेजिङ गर्दा म्यान पावर खर्च भएन? हाम्रो स्टाफहरूले स्यालेरी दिनु पर्दैन हामीले? अनि त्यसपछि गाडी भाडा हालेर ठुला सामानहरू हबबाट आफ्नो पसलबाट हबसम्म पुर्याएको 1000-1500 गाडी भाडा, एक हप्ता सामान हल्लाउँदै बिगार्दै सबसे थर्ड क्लास नेपालकै थर्ड क्लास कुरियर सिस्टम दराजको छ। कस्टमरसँग पुग्दा अनि कस्टमरले अब कतिले फोन गर्दा उठाइदिँदैन फेक अर्डर हैन, कति बच्चाले अर्डर गरे मलाई थाहा छैन भन्छ, कतिले पैसा सक्यो भन्छ, कतिले लोकेसन मिलेन भन्छ, कतिको फोन नम्बर चेन्ज भइसकेको हुन्छ, कतिको यावत विविध कारणले त्यो फेल डेलिभरी भएर एक हप्ता रिटर्न फेरि ब्याक प्रोसेसमा लोड अनलोड हुँदै विभिन्न कुरियर ट्रान्सफर हुँदै हबमा आइपुग्छ। हबबाट फेरि अर्को 1500-1000 भाडा लिएर हाम्रो पसलसम्म फिर्ता लिएर आऊ हैन। बिक्ने सामान 1-2 हप्ता होल्ड हुने है। अनि त्यहाँबाट सामान म्याक्सिमम फुट्ने टुट्ने पनि हाम्रै लस हुने चान्सेस। अनि त्यहाँबाट तपाईँको रिटर्न र लगेको चार्ज, प्याकेजिङ मेटेरियल खर्च, प्याकेजिङ गर्दा लागेको म्यान पावर र त्यसको इन्भेस्टमेन्ट, यसको चाहिँ कम्पेन्सेसन हुँदैन पर्दैन? तिमीहरूको त ह्यान्डलिङ फी भन्दै लिइरहेछौ त, तिमीहरूको चाहिँ ह्यान्डलिङ फी हुने अनि हामी सेलरहरूको चाहिँ ह्यान्डलिङ फी नहुने यस्तो पनि हुन्छ? लुटतन्त्र तिमीहरूको कहिलेसम्म के? लुटतन्त्र तिमीहरूको कहिलेसम्म? यो लुटतन्त्र तिमीहरूको छिटोभन्दा छिटो 33,000 को सामान बेच्दाखेरि आफ्नो कमिसन र यावत टपिकमा पैसा कटाएर 26,157 रुपियाँ 27 पैसा चाहिँ खातामा हाल्नको लागि, हाम्रो खातामा हाल्नको लागि पैसा उठाएर